म तपाईँहरूको बिचमा आज मेरो जीवन गवाईलाई बाँड्नेछु किनकि हामी बाइबलमा हेऱ्यौँ भने पनि पाउनेछौँ प्रकाशको पुस्तकमा कि त्यहाँनिर योनालाई परमेश्वरले एउटा प्रकाश दिनुभएको छ अनि योनाले त्यहाँनिर लेख्दछन् कि शत्रुमाथि कसरी विजय पाउने भन्ने विषयमा लेख्दाखेरि अनि उहाँले लेख्नुहुन्छ कि थुमाको रगत र भाइहरूको गवाईद्वारा चाहिँ तिमीहरूले उनीहरूमाथि विजय प्राप्त गरेका छौ। आमेन। हालेलुया। हालेलुया। मलाई लाग्छ यो माइक चाहिँदैन। मेरो आवाज पुग्छ हैन पछिसम्म? हालेलुया। हालेलुया। हामी सबैजना आफ्नो हात उठाएर हालेलुया भनौँ न एकचोटि। हालेलुया। 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 आमेन। आमेन। हुन्छ, मेरो नाम अघि नै भनिहाल्नु भयो हाम्रो जग्गा भाइले। अनि यहाँ अघि उहाँले एउटा राम्रो कुरा गर्नुभयो सुरुमै हैन, यो कुलपिटलाई उहाँले तल झार्दै अलिकति म होचो भएको कारण भन्नुभयो। त्यो भन्दै गर्दा मलाई एउटा कहानीको याद आयो। एउटा तपाईँहरूको बिचमा एउटा तपाईँहरूलाई यसो हँसाउनु पर्यो, अलिक तपाईँहरू गम्भीर देखेँ मैले आज। एकचोटि के भएछ भने भर्खर होइन एउटा चर्चमा चाहिँ जस एउटा जवान मान्छे थियो जो चाहिँ एकदमै प्रभुमा असल भर्खर प्रभुलाई चिनेको रहेछ। अनि त्यस पछाडि उसको हावभाव देखेर अनि ऊ राम्रो भएको कारणले गर्दाखेरि प्रभुमा एकदमै लगनशील भएर अगाडि बढिरहेको देखेर चाहिँ पास्टर बाबुलाई चाहिँ एकदम त्यो मान्छे देखेर चाहिँ इन्सपायर हुन्छ नि, अब यो इम्प्याक्ट गरेछ क्या। ओ यो मान्छे त साह्रै राम्रो रहेछ, यसलाई त माथि ल्याउनुपर्छ, यसलाई चाहिँ मेरो सहायक बनाउनुपर्छ, यसलाई चाहिँ म सँगसँगै उठाउनुपर्छ, अब यो मान्छेलाई चाहिँ लिडरसिपमा ल्याउनुपर्छ भनेर चाहिँ अनि उहाँले चाहिँ ल भाइ तपाईँलाई चाहिँ हामी भनेर चर्चमा आएर पुरा सबैजनाको बिचमा उहाँलाई डिकन अभिषेक गरिदिनु भएछ। के गरिदिनु भयो अरे? के अभिषेक गरिदिनु भयो अरे? त्यहाँदेखि उहाँ पनि टक्क होइन चट्ट सोफामा बस्न पाउनुभयो त्यहाँदेखि होइन। अगुवाहरूसँग सोफामा टक्क त्यहाँ चाहिँ कस्तो थियो भन्दाखेरि पछाडिपट्टि अगुवा लिडर्सहरू लाइन होइन बस्ने सोफामा बस्ने चलन थियो। अनि एक दिन के भएछ भने त्यो डिकन पदमा पनि उहाँ आएपछि एकदमै लगनशील भएर मेहनती भएर उहाँले काम गर्न थाल्नुभयो चर्चप्रति, विश्वासीहरूप्रति होइन। एकदमै असल भएर विश्वासयोग्य व्यक्ति बनेर चाहिँ सेवाकाई गर्न थाल्नुभएछ। सेवा पुर्याउने, हेरचाह गर्ने, पाहुना पात्ला हेर्ने, मण्डलीमा के भइरहेको छ, कहाँ के खाँचो छ, सबै कुरा हेर्ने गरिरहेको थियो अरे। एक दिन अशुभलाई यस्तो भएछ कि यो भाइलाई चाहिँ अब वचन बाँड्न दिने समय आयो भनेर बुझेछ अरे। के बुझेछ अरे? यसलाई चाहिँ अब वचन बाँड्न दिनुपर्ने छ भन्छ। सबैले वचन बाँड्न भन्नु त। यताबाट अलिक आवाज आएन, हुन त मान्छे कम भयो भने यतापट्टि ल सबैजनाले भन्नु त के बाँड्न दिनुपर्छ अरे? त्यस पछाडि वचन बाँड्न उहाँलाई दिएछ अरे होइन। उसले पनि ल भाइ तपाईँले चाहिँ यो आउने होइन, यता त आइतबार हुन्छ होइन सँगै, आइतबार चाहिँ तपाईँले प्रचार गर्नु भनेर भनेछ अरे। त्यहाँदेखि त्यो मान्छे त अब होइन नर्भस पनि अनि एक्साइटेड पनि। पहिलोचोटि अब चर्चमा बसेर मात्र पुरा हप्ता पनि पायो, पढ्यो 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 अनि पुरा लेखेर नोट बनाएछ, 3 पेज भरिको नोट होइन। अनि नोट चट्ट बनाएर चाहिँ सट्ट अगाडि राखेछ। सबजना पछाडि अगुवाहरू होइन, पास्टर, एल्डर्सहरू, डिकनहरू सब पछाडि एकदम यस्तो गरेर सुनिरहेछ। अगाडि सुरुमा भद्र भलादमीहरू, बिचमा एकदमै चनाको जवानहरू एकदम ध्यान दिएर सुनिरहेको छ। अनि गर्मी चाहिँ यता त अलिक त्यति रहेछ होइन, गर्मी चाहिँ लास्टै गर्मी रहेछ अरे। फ्यान पुरा हुनु साइडबाट होइन उषा फ्यान लगाएको छ, हावाले उडाउँदा जस्तो टक्क यस्तो पेपर राखेर वचन सुरु गर्न आँट्यो त हावाले पेपर उडायो। के भयो अरे? हावाले पेपर उडायो। त्यस पछाडि अब के बाँड्ने त? लेखेको जति सबै पेपरमा छ होइन, जसरी भए पनि म बाँड्छु भनेर। ल सबजना बाइबल बोल्नु, येशू त्यस सहर भएर जाँदै हुनुहुन्थ्यो भनेर। त्यस पछाडि उहाँले जक्काले भेट्न खोज्दै हुनुहुन्छ, जक्काले येशूलाई देखेन भनेर होइन। अनि त्यस पछाडि उसले अब के भन्नु पर्ने थियो? जक्कै कहाँ छोड्यो? कहाँ छोड्यो? अनि उसले भन्यो तर पत्रुस रुखमा चढ्यो भनेछ अरे। के भने अरे? पत्रुस रुखमा चढ्यो भनेर होइन। पछाडिबाट एकजना एल्डर बाबुले ए भाइ कहाँ पत्रुस चढेको? जक्कै चढेको भनेर। त्यहाँदेखि त्यो मान्छे त होइन खुट्टा लग 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 काम थाल्यो अरे, पुरा कामहरू। अब के भन्ने त? ल काम बिग्रिगयो, अब के भनौँ भयो होइन। अन्त यस्तो सोच्यो बाइबलमा को चढेको छ?
अब जसरी भए पनि कसलाई चढाउनु पर्यो रुखमा? जग्गालाई चढाउनु पर्यो। आफूले कसलाई चढाएको छ? एनी हाउ वचनमा मिलाऊ भन्ने तरिकाले अनि उसले कन्फिडेन्स ल्याएको छ भित्रबाट। तब यसुले पत्रुसलाई हेरेर भन्नुभयो, ए पत्रुस त के गर्दैछस्? तल चढ र जग्गालाई चढ्न दे भनेर। त्यस्तो अघि ठ्याक्क हाम्रो ब्रदर जग्गाले त्यो भन्नु गर्दा मलाई त्यो कहानी धेरै पहिला मलाई पनि एकजना म पनि सानै भएको बेला उहाँले सुनाउनु भएको थियो। हुन्छ, अब हामी गवाई सुनौँ। आमेन। गवाई शक्तिशाली हुन्छ। मेरो जन्म पूर्वमा भएको, नेपाल पूर्वमा झापामा म जन्मिएँ। अनि त्यस पछाडि गएर मेरो परिवारमा कोही पनि क्रिस्चियन हुनुहुन्न थियो। अनि म बच्चादेखि घरमै बस्ने, यताउति गर्ने, पढ्ने, स्कुल जाने हो, त्यस्तै सबैको त्यही त हो बचपन होइन। त्यहाँदेखि त्यस्तो हुँदै गए पछाडि मेरो बाबा अनि मेरो बडाउहरू चाहिँ झाँक्री हुनुहुन्थ्यो। मेरो बाबा अहिले त्यस्तोमा त हुनुहुन्न तैले पनि मेरो बडाउहरू सबै हुनुहुन्थ्यो, झाँक्रीहरू हुनुहुन्थ्यो, यताउति झारफुक गर्ने, यस्तो यस्तो गर्नेहरू हुनुहुन्थ्यो। अनि हामी त्यस्तै त्यस्तै हुर्किँदै गइरहेको थियौँ। अनि मेरो परिवारले चाहिँ एकदमै क्रिस्चियनहरूलाई चाहिँ घृणा गर्नुहुन्थ्यो। अनि त्यही कल्चरमा म पनि हुर्किन थालेँ। मलाई पनि मनै पर्दैन थियो क्रिस्चियनहरू, एकदम मन पर्दैन थियो। अनि त्यसरी हुर्किँदै गयो। त्यो बिचमा चाहिँ मेरो एकजना साथी थियो जो चाहिँ मेरो नर्सरीदेखि सँगै पढिआएको साथी। अनि ऊ चाहिँ क्रिस्चियन थियो। अनि उसलाई चाहिँ म केही पनि त्यस्तो केही भन्दिनँ थिएँ, किनभने ऊ मेरो मिल्ने साथी थियो। अनि उसले चाहिँ मलाई कहिले त्यो हुन्छ नि, उसलाई म केही भन्दिनँ भन्ने चिजलाई उसले मौकाको फाइदा उठाएर चाहिँ जहिले पनि मलाई के भन्थ्यो नि, शुक्रबार आयो भोलि हिँड्न चर्च, भोलि हिँड्न चर्च, भोलि हिँड्न चर्च, जहिले भन्ने। म उसलाई चाहिँ त्यति केही भन्दिनँ थिएँ, किनकि अब मेरो मिल्ने साथी थियो। तर अरू क्रिस्चियन जो पढ्थे स्कुलमा म उनीहरूलाई एकदमै धेरै हेप्थेँ, प्याट्टापुट्टा हान्दिहाल्ने त्यस्तो टाइपकोमा हुर्किएको म। त्यस पछाडि गएर कुनै समय 2006मा चर्चमा चाहिँ नि ड्रम सेट ल्यायो। के ल्यायो? ड्रम सेट किन्यो। अनि मलाई बचपनदेखि एकदम ड्रम सेट बजाउने मन होइन। स्कुलमा पनि बेन्ची पड्काउने होइन, पुरा ठटाउने काम गरिरहने। अनि ड्रम सेट आयो भनेर सुनेदेखि मेरो मनमा एकदम कुलदुल हुनु थाल्यो। अब चाहिँ जानुपर्छ क्या एकचोटि ड्रम बजाउनलाई भयो भने। लाइफमा ड्रम सुनै पाएको थिएन, देख्न त देखियो होला तर सुनै पाएको थिएन। त्यस पछाडि ल अब चाहिँ म गइदिन्छु चर्च भनेर अनि म गएँ। त्यो बेला म भर्खर 13 वर्ष पुग्न आँटेको थिएँ। अनि त्यस पछाडि चर्चमा गएँ होइन, बसेँ एकदम भलादी भएर। मलाई साथीले के भन्यो नि, चर्चको सङ्गति सबै सकिन्छ, त्यस पछाडि तँलाई म ड्रम बजाउन दिन्छु भनेर। अनि सङ्गति सुरु भयो। मेरो ध्यान ड्रममै मात्र थियो होइन। त्यही आराधना भयो, हुँदै गयो, वचन भयो। अनि वचनको बेलामा पास्टरले एकदमै राम्रो वचन बाँड्नु भएको थियो। त्यो वचन चाहिँ मेरो हृदयमा यस्तै गाडियो, मलाई एकदमै खतरा लाग्यो त्यो वचन। त्यस पछाडि सङ्गति सक्यो, ड्रम बजाउन पनि पाएँ। त्यस पछाडि घर गएपछि एकदम सोचेँ, मैले विचार गरेँ होइन म फेरि पनि जानुपर्छ भन्ने भयो मलाई मनमा। त्यस पछाडि अर्को शनिबार पनि गएँ। त्यस पछाडि बिस्तारै म डेली जान थालेँ चर्च, हरेक शनिबार जान थालेँ। अनि मलाई त्यो परमेश्वरको प्रेम, उहाँको शान्ति भन्ने कुराले यति आफ्नो जीवनमा गाड्यो कि होइन अब चाहिँ म विश्वासै गर्छु भन्नेमा म पुगेँ। त्यसपछि गएर मैले प्रभुलाई विश्वास गरेँ। अनि विश्वास गरे पछाडि चाहिँ एकदम इन्ट्रेस्टिङ भयो घटना। के भयो भन्दाखेरि त्यो ठ्याक्कै मैले विश्वास गर्ने बेलामा चाहिँ मेरो बुवा चाहिँ बाहिर जानुभएको थियो विदेशमा काम गर्नलाई। अनि मम्मी र म मात्रै थियौँ घरमा। अनि बच्चैदेखि त्यसरी नै हुर्क्यो। अब क्रिस्चियन नमन पर्ने, अब आफ्नो खानदानमै कोही क्रिस्चियन नभएको होइन। पल्लो गाउँमा मात्र क्रिस्चियन थियो, हाम्रो गाउँमा एकजना पनि क्रिस्चियन थिएन। अनि त्यसरी हुर्किरहेको मान्छे थियो। अब मलाई अचानक क्रिस्चियन बन्न मन लाग्यो होइन। नै अब चाहिँ म प्रभुलाई म विश्वास गर्छु, साँच्चै नै प्रभु येशूमा केही न केही छ, उहाँ साँचो चाहिँ हुनुहुन्छ भन्ने कुरो अब त्यति सानो उमेरमै मलाई एकदमै भित्रबाट रियलाइज भयो। अनि त्यस पछाडि गएर हुन्छ अब म विश्वास गर्छु भनेर मैले मम्मीलाई भने फोन गरेर, मम्मी म त क्रिस्चियन बनिदिउँ क्या हो भने होइन। मम्मीले त पत्याउनै सक्नु भएन चाहिँ यो क्रिस्चियन बन्छ भनेर भन् मलाई कि नभन् भन्नुभयो। भन्न त भन्नुभयो। त्यस पछाडि ल मम्मीले पर्मिसन दिनुभयो भन्ने भयो होइन। त्यस पछाडि गएर मैले बप्तिस्मा लिँदेँ। अनि बप्तिस्मा लिएर होइन खोलाबाट फर्केर आइरहेको थियौँ, सबजना रमाइलो गर्दै गीत गाउँदै होइन। अब विश्वास गर्यो भने पो म र मेरो त्यो साथी सँगै एकै दिन एकै ठाउँमा हामीले बप्तिस्मा ल्याउँ दुईजनाले। त्यहाँदेखि नाच्दै आइरहेको थियो, पुरा भजनहरू गाएर नाचिरहेको थियो होइन। ट्याक्कै चोकमा आइपुगेपछि त मम्मी भेट भयो। मम्मी आउँदै हुनुहुन्थ्यो, म त यत्तिकै अड्केँ नाच्दा नाच्दै होइन। मम्मीलाई देखेँ भिजाएको छु आफू होइन। मम्मीले घर आइज। त्यस पछाडि घर गएँ।
घर गएपछि त मम्मीले यस्तो पिट्नुभयो होइन। त्यस पछाडि हुँदैन यो यस्तो गर्नु हुँदैन त होइन, किन यस्तो गरिस् तपाईँलाई मैले सोधेको थिएँ त भनेर। कहाँ म त विश्वासै लागेन त्यो कुरो त, यत्तिकै भनेको होला भन्नुभयो, फेरि पिट्नुभयो, जेले पिट्नुभयो। अनि त्यस पछाडि गएर अनि मम्मीले मलाई कोठामा थुनिनु भयो। त्यस पछाडि शनिबार आयो, अब निक्लिनु पऱ्यो कोठाबाट जसरी पनि गर्दैन। त्यहाँदेखि माथि टिनको छाना थियो, ढोकामा ताला लगाएर मम्मी जानुभएको थियो। मेरो पालो भित्रबाट एउटा त्यो डन्ठाले होइन, त्यो बाँस जस्तै आँख्लो हुन्छ नि होइन, आँख्लोले टिनमा हाने, बङ्का हानेपछि चाहिँ 2-3वटा किल्ला उक्यो। त्यस पछाडि 3 च्यातेर निक्लेर चर्च गइदिएँ शनिबार। चर्च सकेर फेरि त्यही टिनबाट भित्र छिरेँ मम्मी आउँदै घरमै। त्यस पछाडि थाहा पाउनुभयो, त्यस पछाडि फेरि पिटाइ भयो, आफन्तहरू आए। त्यहाँदेखि मम्मीले थाहा पाउनुभयो अब यसले सिरियस भएर यो क्रिस्चियन भएको रहेछ भनेपछि चाहिँ त्यहाँदेखि मेरो पिटाइ पनि अब दोस्रो चरणमा गयो, सिरियस पिटाइमा गयो। त्यहाँदेखि मलाई बाँध्नुभयो, त्यहाँदेखि गाउँ समाज बोलाउनु भयो होइन। अनि त्यस पछाडि पिटाइ भयो, थुकाइ भयो, पिटाइ भयो होइन। ऊ नानी जत्रो दाइको छोरी मेरो त्यत्रोदेखि लिएर बुढी आमासम्म जत्रोले होइन सबैले पिट्यो मलाई। मुखमा टुके होइन, छातीमा लाती हाल्ने, एकदम पिटाइ हो। त्यस पछाडि एकदमै पिटाइ भयो। अनि मलाई फेरि पनि भने तँलाई छोड्दिनँ होइन। त्यस पछाडि मेरो मम्मीले बाइबलहरू लुक्यो मेरो, अनि बाइबलहरू ल्याएर ट्र्याक्सहरू ल्याएर मलाई बाँधेकै ठाउँमा अगाडिपट्टि आगो लगाइदिनु भयो, बाइबलहरू सबै जलाइदिनु भयो। अनि त्यस्तो भयो। अनि त्यो क्रम लगभग तपाईँको 4-5 महिना भयो होला, पिटाइको कार्यक्रम एकदमै भयो। त्यस पछाडि गएर अब चाहिँ हुँदैन होला भन्ने जस्तो भयो मलाई भित्रबाट। त्यस पछाडि मम्मीहरू पनि सक्नु भएन। अनि त्यस पछाडि बुवालाई फोन गर्नुभयो। बुवालाई फोन गरेपछि अब बुवा आउने हुनुभयो। मेरो बुवा चाहिँ यस्तो डरलाग्दो हुनुहुन्थ्यो, पिटाइ बच्चामा सब चोक चाहिँ भोगौँ तर बाउको पिटाइ चाहिँ कहिले पनि नखाउँ जस्तो लाग्थ्यो क्या। बुवाले कहिले पनि पिट्टा पिट्नुहुन्थ्यो। एकचोटि पिट्ने हो, बेल्ट नभाँचिन्जेलसम्म पिट्ने, बेल्ट नचुट्टिन्जेलसम्म यस्तरी समातेर एउटा हातले समातेपछि अर्को हातले हान्न थालेपछि कसै पनि हातै नछुटाउनु सक्ने। अनि बुवा आउँदै हुनुहुन्छ भने थाहा पाएपछि त म त एकदम डराएँ। अब त म बाँच्न सक्दिनँ होला, बुवाको कुटाइ चाहिँ म सहन सक्दिनँ होला भन्ने भयो। त्यस पछाडि म भागेँ, गाउँ छोडेर भागेँ, म काठमाडौँ गएँ होइन। काठमाडौँ गएर जस एकजना कोही थियो गाउँको एकदमै पुरानो मान्छे, टाढाको रिश्तेदार भने जस्तै, उहाँ चाहिँ क्रिस्चियन हुनुभएको थियो। अनि उहाँ चाहिँ काठमाडौँमा बस्नुहुन्छ। अनि काठमाडौँमा गएँ म उहाँसँग शरण लिन गएँ। अनि उहाँसँग बसेँ। अनि उहाँले मलाई यतिकै के बसेस् त यहाँ बाइबल ट्रेनिङमा जान्छ 3 महिनाको, त्यतिखेरसम्म तँलाई यहाँ घुम्ने ठाउँ पनि हुन्छ भने म बाइबल ट्रेनिङमा गएँ। अनि ट्रेनिङमा गएपछि 10-15 दिन पछाडि छुट्टीमा उहाँकोमा फर्केर आएँ रुममा फर्केर आएको रुमभित्र तर बुवा हुन्छ होइन। म त डरले बसेको कामिहालेँ। अब के गर्ने, बुवा देखिहाल्यो, बुवाले केही हुँदैन, घरमा त उयो गरेको छ, त मेरै छोरा होस् त, हिँड घर, कहाँ यहाँ लुकेर हुन्छ भनेर हाँसी खुसी फकाएर मलाई लिएर जानुभयो घर। कहाँ लानुभयो अरे? घर लिएर आउनुभयो। बाटोमा फोन किनिदिनु भयो, लुगा किनिदिनु भयो। अब पछि बाबुले ल माया गरेको हो रहेछ भन्ने कुरो मलाई थाहा भयो होइन। त्यो बेला पुरा त्यो नोकिया साइडमा त्यो प्ले बटन भएको पिलिक बत्ती बल्ने आउँथ्यो नि होइन, फोन गीत बज्ने MP प्लेयरवाला, त्यो फोन किन्नु म त यस्तो अब कस्तो छक्क परेको। अरे यार अब त खत्रै चेन्ज भएर आएको रहेछ विदेशबाट होइन भन्ने भयो। काहीँ घरमा ल्याउनु, घरभित्र यस्तो छिर्दै थियो पछाडिबाट भुक्क लात्तीले हान्नुभयो। घरमा आइपुग्ने बित्तिकै होइन त्यत्रो रातभरि बसमा हिँडेको केही छैन, कुराकानी किन भइस्, कहिले मलाई चित्त दुखाइस्, केही भन्नुभएको छैन। हाँसिरहनु भएको छ, बाटोमा खाना पनि खुवाइरहनु भएको छ। घरभित्र छिर्ने बित्तिकै अचानक उहाँले मलाई लात्तीले हानेर भित्र फ्याल्नुभयो। त्यहाँदेखि म उछिटिहालेँ। त्यस पछाडि एकैछिनमा फुपाहरू आउनुभयो, काकाहरू आए, बडो आए, एकैछिनमा सबजना भेला भए घरमा। अनि त्यहाँदेखि सुरु भयो पिटाइ। फेरि ड्याम हानेछ, लात्तीले हानेछ, यताउता हानेछ, छोड्दैन होइन। बाँधेको छ खम्बामा, फेरि कुट्या छ। त्यो बेला चाहिँ यस्तो पिटाइ भयो, अब चाहिँ म मर्छु होला जस्तो भयो मलाई। अब चाहिँ म सकिने रहेछु, यहाँ बस्नु हुँदैन म भन्ने भयो। रगत आइरहेछ, सास फेर्न गाह्रो भइरहेछ। त्यो बेला मेरो हिम्मतै टुट्यो भनौँ न एक प्रकारले। म जस्ट 13 वर्ष मात्र पुगेको थिएँ। त्यस पछाडि अब चाहिँ म सक्दिनँ कि जस्तो हुँदाखेरि चाहिँ अनि मैले मेरो अगाडि येशूलाई देखेँ। त्यो बेलामा जब म एकदम लाचार अवस्थामा थिएँ,
त्यो अब अर्ध मरे भने यस्तो पनि हुन्छ, बलै छैन शरीरमा, त्यो बाँधेको भरमा म झुन्डिरहेको छु। येशूलाई देखेँ अनि येशू चाहिँ म सँगसँगै रोइरहेको मैले देखेँ क्या, उहाँको पनि आँखाबाट आँसु चुहिरहेको थियो। अनि त्यो कुराले मलाई यस्तो भित्रबाट हिम्मत आयो, यस्तो हिम्मत आयो कि उहाँ चाहिँ साँचो परमेश्वर भन्ने कन्फर्मेसन चाहिँ मैले 2 दिन बाद किनभने मैले उहाँलाई देखेँ। आमेन। उहाँ चाहिँ साँचो परमेश्वर। अब हिजोसम्म म के भएर लागिरहेको थिएँ मलाई थाहा थिएन, तर त्यो रातदेखि मलाई यस्तो भयो कि उहाँ नै जिउँदो परमेश्वर रहेछ। अब त मरिगए पनि म उहाँलाई छोड्दिनँ, किनभने मैले उहाँलाई देखेँ र मसँगै उहाँ रुँदै हुनुहुन्थ्यो, मेरो दुःखमा उहाँ हुनुहुन्थ्यो मसँग भन्ने भयो। त्यस पछाडि गएर अनि बुवाले भन्नुभयो तँलाई सम्पत्ति चाहिन्छ कि यताउता, त प्रभुलाई चिन्छस् भने तँलाई म निकालिदिन्छु घरबाट, यस्तो उस्तो के भन्न थाल्नुभयो। र मैले त्यो देखेको थिएँ उहाँलाई। अनि मैले भने बुवा म तपाईँलाई माया गर्छु, मम्मीलाई पनि माया गर्छु, तर म परमेश्वर त्याग्न सक्दिनँ। अनि मैले यसरी नै भने उहाँलाई। त्यस पछाडि उहाँले मलाई घरबाट निक्ली हुन्छ म निक्लिन्छु भने। त्यस पछाडि बुवाले मलाई थुप्रै ल्याउनुभयो टाउकोमा। त्यस पछाडि थुप्रै ल्यामै लाग्यो टाउकोमा, एकदम ब्लिडिङ भयो। अनि म त्यतिकै निक्लेर भाग्थेँ घरबाट। त्यहाँदेखि म घरबाट भागेँ। अनि त्यस पछाडि गएर मेरो बास खोलामा हुन्थ्यो, बुवाले खोजे होइन, म त्यसले धानबारीतिर खोलाको बगरतिर लुकेर हिँड्थेँ, त्यतै कता कता हुन्छ सुत्दिन्थेँ। अनि त्यसरी समयहरू बिताउन थालेँ। अनि त्यो बेलामा मैले थाहा पाएँ त्यो हुन्छ नि त्यो भोक भन्ने चिज कस्तो हुन्छ भन्ने कुरो। 4-5 दिन भयो त्यो खानै नखाएको, अनि त्यो पागल हुन मन लाग्ने क्या, दिमाग हुन्छ नि चिचाएर म त्यो बगरमा कुद्थेँ क्या। अनि खालि एउटै अब भर्खरै विश्वास गरेको थिएँ, मलाई वचन भन्ने पनि त्यति थाहा थिएन। एउटा पद चाहिँ मलाई एकदमै लाग्थ्यो, मानिस रोटीले मात्र होइन, मानिस रोटीले मात्र होइन तर परमेश्वरको वचनले बाँच्दछ, मान्छे रोटीले मात्र होइन परमेश्वरको वचनले बाँच्दछ भनेर यही मात्र दोहोऱ्याउँथेँ। अनि कुद्दै त्यसरी भाग्दै त्यस पछाडि फेरि बुवाले मलाई भेटाउनु भयो, फेरि त्यही कुरा सुरु भयो। फेरि जहाँ भेटा, अब त मेरो यस्तो भयो कि मलाई उहाँले जहाँ भेटायो त्यही आक्रमण गर्न थाल्नुभयो होइन। एकदिन पास्टरको घर बाहिर बसिरहेको थिएँ, उहाँले मलाई बाटोबाट ढुङ्गाले हानिदिनु भयो, यत्रो ढुङ्गाले। पास्टरसँग यसरी बोलिरहेको थिएँ म, परबाट बुवाले ढुङ्गानु भयो, पास्टरले सुरज निउर भन्दा स्वाट निउरिँदाखेरि ढुङ्गा यत्रो गयो। त्यस्तो भएर जहाँ भेट्यो त्यहीँ अब त एकदम अति नै हुन थालिसकेको थियो। त्यस पछाडि होइन म अब यहाँ बस्नु हुँदैन भन्ने भयो। त्यस पछाडि गएर बुवाहरूले मलाई धेरै ट्राई गर्नुभयो विश्वासबाट हटाउनलाई। अनि त्यस पछाडि गएर अब चाहिँ यो हुँदैन भन्ने भएपछि चाहिँ अनि बुवाहरूले अब त हाम्रो लागि मरिस भनेर उहाँहरूले क्रिया बाँधिदिनु भयो मेरो लागि। अनि त्यो देखेपछि चाहिँ नि मेरो मुटु एकदमै हुन्छ नि, अब बच्चै त होइन टुटिहाल्छ नि होइन, त्यस्तो खतरा ज्ञान पनि बोकेको मान्छे होइन। अनि त्यस पछाडि अब चाहिँ म यहाँ बस्दिनँ भन्ने भएर म लागेँ इन्डियातिर, नागाल्यान्ड गएँ म। उतै अब चाहिँ म उतै बस्छु, बुवाले मलाई एकदमै जान मार्ने नि अब पछि लागिहालेँ भनेर। अनि पास्टरहरूले पनि त्यही भन्नुभयो तिमी यहाँ नबस्छ, यहाँ बस्नु हुँदैन भन्नुभयो। त्यस पछाडि म नागाल्यान्ड गएँ, नागाल्यान्ड गएर मैले बाबा जोइन गरेँ। अनि त्यहाँ पढ्न थालेँ, बस्न थालेँ। त्यहाँ पनि म काम गर्थेँ, खाना पकाइन्थेँ अरू विद्यार्थीहरूको लागि। अनि त्यहाँबाट कमाएको पैसाले होइन वर्क एन्ड पे थियो, अनि वर्क गरेर कमाउने, अनि त्यही पैसाले पढ्ने हो यसरी गर्दै थिएँ। त्यहाँ बसेको 2.5 वर्ष पछाडि के भयो भन्दाखेरि एक दिन बिहानै उठ्नु पर्थ्यो, अरू विद्यार्थीहरूको लागि खाना बनाउनु पर्थ्यो। के बनाउनु पर्थ्यो अरे? सुनिरहनु भएको छ सबैजनाले? अझै त लागेको छ नि? छैन नि? हात उठाएर हालेलुया भनिदिनु न। हालेलुया। अनि त्यहाँनिर 245 जना विद्यार्थी थिए, अनि उनीहरूको लागि खाना पकाउनु पर्थ्यो। जहिले उठ्यो बिहान 3 बजे उठ्यो, अनि तल थियो एउटा खोल्सा जस्तो, अनि त्यहाँ गयो पुरो डेक्ची लिएर डेक्ची मस्कायो र साथीहरू भित्र टन्ने काम गर्नेहरू होइन उनीहरूसँग आउने गर्थ्यो। अनि त्यस्तै 2.5 वर्ष पछाडि के भन्दाखेरि एक दिन म बिहानै उठेँ 3 बजे, मेरो खुट्टा चलेन। के चलेन अरे? मेरो देब्रो खुट्टा चल्दैन, यस्तो दुख्यो। त्यस पछाडि म नेपाल फर्किएर यो चाहिँ ठ्याक्कै नेपाल फर्के पछाडि नेपाल विराटनगरमा गयौँ। त्यस पछाडि न्युरो हस्पिटलमा गएर जहाँ भयो विभिन्न थरी हुन थाल्यो, चेक भयो, एमआरआईहरू हुन थाल्यो। अनि लास्टमा गएर डक्टरको रिपोर्ट आयो। डक्टरको रिपोर्टले चाहिँ मलाई चाहिँ बोन मेरो क्यान्सर छ भनेर चाहिँ प्रमाणित गरिदिनु भयो। बुवा साथमा छैन, आमा पनि साथमा हुनुहुन्न, एक्लै छु। के गर्ने, वाट नेक्स्ट भन्ने चिजको मसँग उत्तरै थिएन। त्यस पछाडि गएँ, अब कहाँ जाउँ त? अब मम्मीलाई खोज्न गएँ म। अनि त्यस पछाडि थाहा पाएँ मम्मी र बुवा चाहिँ मैले म क्रिस्चियन भइसके पछाडि बुढाबुढीको झगडा पऱ्यो, एउटाले अर्कोलाई दोष लाग्यो, तैँले राम्रो हेर्न सकिनस्,
यस्तो त्यस्तो विभिन्न कुरा भए पछाडि बुवा मम्मी पनि अलग भइसक्नु भएको रहेछ। बुवाले अर्कै बिहे गर्नु भएको रहेछ, मम्मी यता माइतमा आएर बस्नु भएको रहेछ, डिभोर्स भनौँ। अनि मम्मीलाई भेट्न गएँ म माइतमा, मम्मीको मामालाई म गएँ। त्यस पछाडि गएँ अनि मम्मीसँग कुरा गरेँ, मम्मी मलाई त्यस्तो त्यस्तो लाग्छ, अब के गर्ने। हिँड त्यसो भए म कति सक्छु त म तपाईँलाई गरिदिन्छु भन्नु होइन। लानुभयो हस्पिटलमा, म एडमिट भएँ। त्यहाँदेखि कुरा आउन थाल्यो, त्यहाँदेखि बोन फ्युमर चेन्ज गर्ने कुरा भयो। त्यस पछाडि यति यति लाग्छ, यहाँ हुँदैन, भ्यालोर लानुपर्छ, यता यता भन्न थाल्यो। त्यो मम्मीको क्षमताभन्दा बाहिरको कुरा थियो। अनि त्यहाँ बसेको 3-4 दिनमै धेरै 2-3 लाख सकिसकेको। म हस्पिटल लगभग 23 दिन बसेँ। त्यस पछाडि अब छ होइन, बुवाकोमा पनि जान्छु म, बुवालाई पनि एक्चुअली भेट्छु म भनेर। अनि गएँ बुवाको घरमा गएँ। अनि बुवालाई भने बुवा मलाई यस्तो यस्तो लाग्छ अनि पछाडि त्यस पछाडि अनि बुवाले हुन्छ ल ठिक छ, मलाई कति पैसा लाग्छ त, हामी तँलाई दबाई गरिदिन्छौँ, बस भनेर अनि मलाई राख्नुभयो घरमा। म दिनतिर गएको थिएँ। त्यही सग हुन थालेपछि फेरि बडो पनि काकाहरू आए घरमा। अब मलाई तनाव भयो, किन आए यिनीहरू हाम्रो घरमा। त्यहाँदेखि मेरो बडोको छोरा चाहिँ एकदमै खत्रै खालको झाँक्री हुनु, उहाँहरू त्यो ढ्याङ्ग्रो लिएर आए। अनि बुवाले मलाई के भन्नुभयो भने ल अब यसु सेसु भनेको यस्तै हो बाबु, छोरा सब छोड, फर्की, तँलाई भोलि नै दबाई गर्नु लगिहाल्छु। म के गरौँ होइन, लाचार छु। त्यत्रो क्यान्सर वार्डमा बसेको छु 23 दिनसम्म। त्यहाँ कस्तो छ अवस्था, मान्छे छेउछाउमा बस्ने मान्छे निको हुन कोही आएकै छैन, त्यहाँ मृत्युलाई पर्खिन आएको छ, कहिले म मर्छौँ भन्ने हिसाबले लाचार भइसकेको थियो। अनि मैले सोचेँ होइन यसरी, अनि मैले बुवालाई भने होइन बुवा, म प्रभु त छोड्न सक्दिनँ पो त, त्यस बेला पुगेर पनि मलाई मनपर्छ। अनि म एक रात चाहिँ बस्न दिन्न त, यहाँ रात पनि परिसक्यो। त्यो बेला मेरो खुट्टामा स्टिल लगाएको थियो। अनि म बैशाखी टेकेर हिँड्थेँ, मलाई एक रात बस्न दिनु, भोलि बिहान म उठेर जान्छु र बस भनेर मलाई बाहिरको पठाइदिनुभयो। त्यतिखेर मेरो दिमागमा एउटा यस्तो खुबसुरत धोका, के धोका अरे, सबजना बोल्नु ल, फेरि निदाउनु होला, फेरि गवाई सुन्दा सुन्दै आधी मेरो निदा र लास्टमा उठ्दा पछि अरूलाई बाँड्न जाँदाखेरि अर्कै सुन्ने होला, फेरि बिचको बाट कोही भन्दा। त्यस पछाडि गएर मलाई यस्तो धोका दिमागमा आयो कि होइन, त्यो गाउँको पहिलो क्रिस्चियन मै हो, मेरो खानदानको पनि मै हो, प्रभुलाई पाएको छु, परिवारले खेदेको छ, छोडिदिएको छ परिवारले, लास्टमा पुगेर मर्यो भन्दाखेरि त प्रभु तपाईँको बदनाम हुन्छ। बरु म झुन्डेर मरिदिन्छु, म झुन्डेर मऱ्यो भने सबैले मलाई झुन्डेर मरेको मान्छेलाई कसले राम्रो भन्छ र, तपाईँलाई दोष आउँदैन, मलाई दोष आउँदैन भने शैतानले यस्तो खुबसुरत धोका मेरो दिमागमा आएको। ल म झुन्डेर मरिदिन्छु, यही घरमा झुन्डेर मरिदिन्छु भनेर डोरी रेडी गरेँ। राति 11 बजेको थियो। टेबल राखेँ, टेबलमाथि एउटा मुढा राखेँ, बिस्तारै बेडबाट टेबलमाथि गएँ, टेबलबाट मुढामाथि गएँ। त्यसबाट डोरी बाँध्न थालेँ। अनि डोरी बाँध्न थाले पछाडि चाहिँ एक प्रकारको एकदम जेन्टल, एकदम सूक्ष्म प्रकारको, त्यो हाम्रो गाउँतिर त हुन्छ नि होइन, माथि एउटा भेन्टिलेटर हुन्छ सानो पात, त्यहाँबाट एक प्रकारको हावा चल्यो। त्यो हावाले मलाई यस्तरी हिट गर्यो कि म त्यो मुढाबाट चाहिँ भुइँमा लडेँ। के गरेँ अरे, भुइँमा लडेँ। अनि त्यस पछाडि म यति रोएँ, मलाई थाहा छैन म किन रोइरहेको छु, के भयो मलाई केही थाहा छैन, तर म यति रोएँ। अनि ठ्याक्कै उठेँ, बिहान 2 बजे आएको। अनि त्यस पछाडि ठ्याक्कै लगभग आधी घन्टाको अन्तरालमा मेरो एउटा साथीले मलाई कल गर्नुभयो, जसले मलाई प्रभु चिनाउनु भएको थियो। उसको फोन आयो मलाई त्यो बेलामा, यति रात। उसले भन्यो तिमी काठमाडौँ आऊ, ऊ चाहिँ मिनिस्ट्रीको लागि एउटा काठमाडौँको चर्चलाई चाहिँ वर्सिपमा सघाउन होला, यहाँबाट उतै सरिसकेको थियो गाउँबाट। अनि त्यसपछि उसले मलाई फोन गर्यो, तिमीलाई यस्तो यस्तो भएको रहेछ, मैले थाहा पाएँ, तिमी काठमाडौँ हामीले चर्चमा कुरा गरेको छौँ, कति के खर्च लाग्छ, हामी खर्च गर्छौँ, तिमीलाई निको बनाउँछौँ, आऊ तिमी काठमाडौँ तुरुन्तै भन्नु होइन। मलाई त एक प्रकारको होप आयो। अब त्यस पछाडि बिहानै उठेँ, अनि बिहानै उठेर म त्यहीँ काठमाडौँको बस चढेर सिधै बाउको घरबाट काठमाडौँ आएँ। काठमाडौँ आए पछाडि अनि मेरो साथीको जो पास्टर हुनुहुन्थ्यो, अनि उहाँले मलाई विभिन्न ठाउँ लानुभयो, चेकअप गराउनुभयो, काहीँ डक्टर यो डक्टर भेट्ने भन्यो, त्यहाँदेखि त्यो डक्टर भेट्ने भने घरि एपोइन्टमेन्ट मिल्दैन, घरि के हुँदैन, एकदम त्यो 2-3 हप्ता यत्तिकै गयो क्या। म त झन् त्यो निराश पो हुन थालेँ, के हुँदैन। अनि त्यस पछाडि एक दिन हामी डक्टर नभेटिए पछाडि बाहिर आएर रेस्टुरेन्टमा अनि खाजा खाइरहेको थियो। अनि त्यो बेलामा मलाई उहाँले भन्नुभयो, पास्टरले भन्नुभयो, सुरज तिमीलाई म एउटा कुरा भनौँ, यत्रो दुनियाँथरी गरिरहेको छु, केही मिलिरहेको छैन, तर तिमीलाई म आज एउटा कुरा भन्नु भने होइन, यदि तिमीले विश्वास गर्न सक्यौ भने
प्रभु यीशुले तिमीलाई निको बनाउनुहुन्छ भनेर उहाँले मलाई भनिदिनु भयो। आमेन। तपाईँहरू कलेज पढेर आएको मान्छे हो, मतलब वचनहरू सधैँ पढिरहेको, तर त्यो दिन उहाँले भन्नुभयो त्यो सुनिरहेकै वचन त हो नि, तर यस्तो अधिकारपूर्ण तरिकाले उहाँले भन्नुभयो कि त्यो वचन चाहिँ जीवित वचन भइकन म माथि प्रहार भयो। आमेन। अनि मैले भने हुन्छ ठिक छ, यदि मैले विश्वास गर्दा म निको हुन्छ म विश्वास गर्छु। त्यहाँदेखि मैले अर्थोट लिएँ। त्यस पछाडि हामी फर्केर चर्च गयौँ। चर्चमा गएर त्यस पछाडि हामी प्रार्थना गर्न थाल्यौँ। सबजनाले प्रार्थना गरेर त्यहाँ रुममा भयो जति। अनि मैले प्रार्थना गरेँ प्रभुलाई, प्रभु मलाई निको बनाउनुहोस्, म तपाईँमा निको हुन चाहन्छु, मलाई छुनुहोस्। काहीँ पद भने यता भने होइन, त्यस पछाडि प्रार्थना गरेँ। त्यो दिन त्यत्तिकै बित्यो। अनि त्यस पछाडि भोलिपल्टदेखि प्रार्थना गर्न थालेँ, फेरि प्रार्थना गर्न थालेँ। तर त्यो एक प्रकारको यस्तो विश्वास आयो म भित्र, अनि मैले मेरो प्रार्थनालाई प्रभु मलाई फेरि निको बनाइदिनुहोस् भन्ने शब्द उच्चारण गर्नै मन लाग्न छोड्यो मलाई। ममा केही सुधार भएको छैन, म लड्या पनि छुइनँ, ममा केही आकस्मिक केही परिवर्तन भएको मैले देखाए पनि छुइनँ, तर मैले मेरो प्रार्थनालाई बदलिदिएँ। मेरो पहिलो प्रार्थना थियो प्रभु मलाई छुनुहोस्, मलाई निको बनाउनुहोस् भनेर। त्यहाँदेखि दोस्रो प्रार्थना मलाई आजसम्म पनि प्रष्ट याद छ त्यो दिन। त्यहाँदेखि मैले कहिले पनि प्रभु मलाई निको बनाउनुहोस् भनेर प्रार्थना गरेँ। प्रभु धन्यवाद म निको भइसकेको छु, प्रभु धन्यवाद म निको भइसकेको छु। जति दुख थियो त्यति भन्दै प्रभु म निको भइसकेको छु। ए शैतान तैँले मलाई छल ल्याउँदैछस्, म विश्वास गर्दिनँ यो कुरामा, म निको भइसकेको छु भन्न थालेँ। त्यस पछाडि 3 महिना भयो। 3 महिना भएपछि मेरो अवस्था झन् नाजुक भयो। योसम्म म बैशाखीमा हिँडिरहेको थिएँ, अब मेरो हिँडाइ बैशाखीमा रोकियो। अब बेड रेस्टमा पुगेँ म केही पनि गर्न उठ्न सक्दिनँ थिएँ। मेरो साथीले लुगाहरू दिइदिन्थ्यो, अब म थला परेँ फेरि। अनि त्यो बेलामा मसँग छनौट थियो, अब जे देखिरहेको छु त्यो माथि विश्वास गर्ने कि जे विश्वास गरेको छु त्यसलाई देख्ने। बुझ्दै हुनुहुन्छ? अनि त्यस पछाडि मैले भने होइन, निको भइसकेको छु। आमेन। निको भइरहेको छु, म निको भइसकेको छु, निको भइसकेको छु। यसुको शक्तिमा म निको भइसकेको छु। यो छल हो, देखिने कुराहरू छल हुन् भन्न थालेँ मैले। अनि त्यस्तो भन्न थाले पछाडि 6 महिना पछाडि मेरो खुट्टाको औँलाहरू चल्न थाले। हालेलुया, हालेलुया, हालेलुया। सुकेर मेरो यही हात जत्रो थियो, पुरै यही हात जत्रो थियो। स्टिल लगाएको थियो, त्यसको सपोर्टमा मात्र थियो। हड्डी भित्रको पुरै कुहिएर छ, साइडको मात्र बाँकी छ। स्टिल बिना यो भाइ कहीँ पनि हिँड्न मिल्दैन, खुट्टाले भुइँमा टेक्न मिल्दैन भनेको डक्टरले। त्यस पछाडि गएर औँलाहरू चल्न थाले। त्यहाँदेखि बिस्तारै बिस्तारै खुट्टाहरू फर्ममा आउन थाले फेरि पनि। अनि त्यस पछाडि 1 वर्ष पछाडि गएर अनि मैले फेरि चेक गरेँ, अनि मेरो खुट्टामा बोन मेरो क्यान्सर थिएन। हालेलुया, हालेलुया। डक्टरले 6 महिनाभित्रमा खुट्टा काटेन भने या यसको यो बोन ट्युमर, यो भित्रको यो हड्डी फेरेन भने यो मान्छे मर्छ क्यान्सर फैलिएर भनेको थियो 2012 मा। तर आज म यहाँ छु तपाईँहरूसँग गएर। हालेलुया, हालेलुया। परमेश्वर शक्तिशाली हुनुहुन्छ, परमेश्वर शक्तिशाली हुनुहुन्छ। धेरैचोटि हामीलाई लाग्छ परमेश्वरले मेरो जीवनमा किन गर्नु भएन होला, मेरो विश्वासले किन काम गरेन होला भन्ने हामीलाई धेरैचोटि लाग्ने गर्दछ। तर अघि हामीले पदमा पढ्यौँ हिब्रूको पुस्तकमा, हिब्रू 11को 1 र 2 मा यो एकदमै हेर्दा सामान्य देखिन्छ। अब विश्वास चाहिँ आशा गरिएको वस्तुको निश्चयता हो भन्दा, तर त्यो पछाडि के छ भन्ने कुरा हामी धेरैचोटि मिस गर्छौँ। त्यो पछाडि के छ त? नदेखिएको कुराहरूको प्रमाण हो। के हो हेरे त? नदेखिएको कुराको प्रमाण कसरी हुन्छ? देखिएकै छैन भने कसरी प्रमाण हुन्छ? विश्वास भनेको चाहिँ नदेखिएको कुराको प्रमाण हो। हालेलुया। हामी धेरैचोटि सोच्छौँ कि अब विश्वासको विपरीत अर्थ या विश्वासको अपोजिट शब्द चाहिँ के होला त? अविश्वास भन्छ। होइन, अविश्वास त रिजल्ट हो खासमा भन्ने हो नि। विश्वासको विपरीत शब्द भनेको देखिने कुरा हो। तपाईको अविश्वास यत्तिकै आउँदैन, जब तपाईँ देखेको कुरा हेर्नुहुन्छ नि तब अविश्वास आउँछ। तपाईँले प्रार्थना गर्नुहुन्छ, प्रभु पानी पारिदिनुहोस्, मेरो परिवारमा शान्ति आएको छ भन्नुहुन्छ, यस्तो हेर्नुहुन्छ देख्दा त झगडा छ, भुताल बुतुल छ। अब त्यसले के उत्पन्न गर्छ? देखेको कुरा हामी विश्वास गरेपछि अविश्वास अभाव छ।
अब चाहिँ अविश्वास आउने हो। त्यसैले हामी अविश्वासको उल्टो भनेको अविश्वास होइन, त्यो बिचमा केही न केही चिज घट्छ, त्यसलाई हामी नजरअन्दाज गर्छौँ। त्यो भनेको चाहिँ देखिने कुराहरू। आमेन। हामीलाई देखिने कुराले हाम्रो प्रार्थनामाथि शङ्का ल्याउँछ। हामीले एउटा विषयलाई प्रार्थना गरिरहेको हुन्छ भने देखिँदा त्यो देखिँदैन। हामीले सोच्छौँ, हामीले विश्वास गरेपछि सबै कुरो देखिनमा हुन्छ, देखिन थाल्छ, सबै हुन थाल्छ। होइन प्रिय, परमेश्वरले तपाईँलाई सुरुमा, मलाई एकदमै आफैले बुझेको कुराहरू मध्ये एकदमै शक्तिशाली कुरा के लाग्छ भने सुरुमा परमेश्वरले तपाईँलाई देखाएर विश्वास गर्ने बनाउनुहुन्छ, त्यस पछाडि तपाईँले विश्वास गरेर देख भन्नुहुन्छ उहाँले। हालेलुया, हालेलुया। हामीले जहिले दुधे बालक बनेर चाहिँ प्रभु देखाउनुहोस् अनि म तपाईँलाई विश्वास गर्छु, म देख्छु, अनि वाउ परमेश्वर हामी याइरस जस्तो बन्न चाहन्छौँ। आफ्नो छोरी निको भएको देखेपछि वाह प्रभुले निको बनाउनु भयो, छक्क परेर बस्न चाहन्छौँ। तर परमेश्वरले हामीलाई वृद्धि भएर चाहिँ क्याप्टान जस्तो बनाएको हेर्न चाहनुहुन्छ, त्यो सेन्चुरियन बनेको छ, त्यो कप्तान बनेको चाहनुहुन्छ, जसले विश्वास गरेर देख्छ प्रभु तपाईँ मेरो घरसम्म जानु पर्दैन, यहीँबाट बोलिदिनुहोस् मेरो छोरी निको हुनेछ। हालेलुया, हालेलुया। अनि त्यहाँ सुन्दर चिज घटेको छ। अघिसम्म यहीँरस छक्क परिरहेको परमेश्वरको काम देख्यो, अब यहाँ क्याप्टानको विश्वास देखेर येशू छक्क परिरहेको। हालेलुया, हालेलुया। सधैँभरि उहाँले काम गर्नुभएको देखेर छक्क पर्ने होइन, तर आफ्नो विश्वासले उहाँलाई छक्क पार्नेसम्म पुग्नुपर्छ। प्रभु मलाई थाहा छैन, सबै कुरो हुनमा आएका छैनन्, यी सबै कुराले शङ्का गरौँ गरौँ भन्ने आइरहेको छ, तर मलाई विश्वास छ र म विश्वास गर्छु, म विश्वासले देख्दछु तपाईँ विश्वास योग्य हुनुहुन्छ, तपाईँ चङ्गाइ गर्दा हुनुहुन्छ। म निको भएको मेरो शरीरमा ती देखा परेको छैन होला, तर तपाईँले भन्नुभएको छ विश्वास गरेर प्रार्थना गर्छु भने निको हुन्छ भनेको छ भनेपछि म निकोलाई देख्छु। पहिला त्यो सबै कुरो फर्केर म यहाँ आउँछ नि। आमेन। तपाईँको विश्वासले देखिने कुरालाई चाहिँ फरक पार्छ, त्यसलाई घिसारेर ल्याउँछ। जब जब हामी देखिने कुरामाथि भर पर्न थाल्छौँ, त्यसले हाम्रो भित्रको विश्वासलाई मार्दछ, आशा उत्पन्न हुन दिँदैन, हाम्रोमा चङ्गाइको आशा आउन दिँदैन, स्वतन्त्रताको आशालाई आउन दिँदैन, छुटकाराको आशालाई आउन दिँदैन, किनभने देखिने कुराले त्यही भइरहेको हुन्छ। त्यसैले हाम्रो प्रार्थना छ प्रभु मेरो परिवारमा यस्तो भइरहेको छ, सबै थोक तपाईँको आत्मा राख्छु, तपाईँले काम गर्नुहोस्, मेरो परिवारमा मिलाप ल्याउनुहोस्, त्यो भनेर प्रार्थना गरेर अन्त्य गरेर एकदिन झगडा परिरहेको हुन्छ बुढाबुढीको, होइन छोराछोरीको हाल त्यस्तो देखिरहेको हुन्छ। त्यो बिचमा तपाईँसँग छनौट हुन्छ, खासमा त्यहाँ केही पनि भएको हुँदैन, केही भएको थिएन। प्रभु यत्रो प्रार्थना गरेँ त मैले, किन मेरो परिवारमा काम गर्नुहुन्न? प्रभु यत्रो प्रार्थना गरेँ त मेरो जीवनमा किन काम गर्नुहुन्न? प्रभुले काम गरिसक्नु भएको हो। त्यहाँ तपाईँ र मेरो जिम्मेवार एउटा पोइन्ट थियो, छनौट थियो, लेखेको कुरामाथि विश्वास गर्ने कि लेखेको कुरा। हालेलुया, हालेलुया। परमेश्वरले तपाईँको जीवनमा के बोल्नु भएको छ त्यो कुरामाथि तपाईँले विश्वास गर्नुभयो भने त्यो विश्वासले देखिनमा ल्याउनु छ। हालेलुया, हालेलुया। आज यो कुरो म किन गर्दैछु भन्दै गर्दाखेरि मेरो जीवनमा ट्याक्कै मेरो जीवनमा कसैले आएर बाङबुङ लडाएर मलाई एकदम माथिबाट आगो खनेर म निको भएको होइन, इन्स्ट्यान्टली जे उहाँले बोल्नु भएको त्यो कुरालाई पक्रिएर देखिएका कुराहरूलाई मैले नजरअन्दाज गरेर उभिएको कारणले गर्दाखेरि परमेश्वरको चङ्गाइलाई मैले मेरो जीवनमा देख्न पाएँ। आमेन। आज कतिजना तपाईँहरू प्रार्थना फायर कन्फरेन्स छ, हिलिङ कन्फरेन्स छ भनेर आउनुभएको होला, तर म एउटा कुरा भन्न चाहन्छु, सधैँ परमेश्वरको काम देखेर छक्क पर्ने गिन्तीमा नपर्नुहोस्। आज तपाईँको विश्वास देखाउनुहोस् परमेश्वरले। आमेन। आज प्रभु मलाई कसैले छुओस् नछुओस्, म आज चङ्गाइलाई लिएर जान्छु। आमेन। आज प्रभु मैले सोचे जस्तो होस् नहोस्, मैले मन पराउने गीत बजोस् नबजोस्, वर्शिप जस्तो सुकै होस्, तर म आज तपाईँलाई लिएर जानेछु यहाँबाट। म आज तपाईँलाई नभेटिकन म यहाँबाट फर्किन्न, म तपाईँले नछुएसम्म, मलाई तपाईँले नदेखाएसम्म म यहाँबाट फर्किएर जाँदिनँ भनेर जब तपाईँले त्यो देखाउनुहुन्छ नि, त्यसले परमेश्वरलाई छक्क पार्छ। हालेलुया, छक्क पार्दिन्छ। अनि उहाँले फर्केर भन्नुहुन्छ यी सबैलाई मैले यतिको विश्वास त इजरायलमा पनि कहीँ भेटाएको छु। हालेलुया, हालेलुया, हालेलुया। हामी प्रार्थना गरौँ यो समय। मलाई थाहा छ तपाईँहरूको के विश्वास छ, तर म यो भन्न चाहन्छु तपाईँ जेसुकै आशा गरेर आउनुहोस्, तर यदि आज तपाईँले विश्वास गर्न सक्नु भएन र विश्वासलाई समात्न सक्नु भएन भने हामीले गर्ने हरेक कुरा चाहिँ व्यर्थ हुन्छ, त्यसले केही पनि गर्न सक्दैन, त्यसले केही पनि ल्याउन सक्दैन। आमेन।
मैले याइरस त भने होइन, याइरसको घटना बाइबलमै छ। यहाँ हेऱ्यो भने हामी पाउन सक्दछौँ याइरसको घटनालाई। सुबेदार भन्दो रहेछ नेपालीमा कप्तानलाई। सुबेदारको दास निको पारिएको घटना चाहिँ हामीले लुका 7 अध्यायको 9 देखि 1 देखि नै पढ्यौँ भने पाउँछौँ। तर यहाँ विशेष गरी 9 पदमा हेऱ्यो भने एउटा कुरा पाउँछौँ। यी कुराहरू सुनेर येशू उनको कारणले छक्क पर्नुभयो। के पर्नुभयो अरे? छक्क पर्नुभयो भन्नु त। छक्क पर्नुभयो र पछिल्लोतिर फर्केर आफ्ना पछि आइरहेका मानिसहरूलाई भन्नुभयो, म तिमीहरूलाई भन्दछु इजरायलमा पनि मैले यति ठुलो विश्वास पाएको छैन। हालेलुया, हालेलुया। त्यही भएको कारणले गर्दाखेरि हामीले विश्वास गर्नु जरुरी छ। विश्वास फेरि यतिकै आउँदैन। हामी त जहिले पनि प्रभु मलाई देखाउनुहोस् र म विश्वास गर्छु भनेर अड्किरहेको छौँ। धेरै छुटकाराहरू, धेरै परमेश्वरसँगको आम्ने सामनेको भेटहरू चाहिँ प्रभु मलाई छर्लङ्ग देखाउनुहोस् अनि म कदम बढाउने छु। होइन, त्यसरी हुँदैन। सधैँ त्यसरी हुनमा बस्नु हुँदैन। हामी न त दुधे बालक मात्र भइरहन्छ। बलसरको पुस्तकमा यसरी लेखेको छ, परमेश्वरको वचन र घोडाको निम्ति बत्ती हो। आमेन। तपाईँलाई अनौठो लाग्दैन? घोडामा कसैले बत्ती झुन्डाउँछ? घोडामा कसैले बत्ती झुन्डाउँछ? बत्ती कहाँ झुन्डाउँछ? यसरी हिँड्छ कि हिँड्दैन? हातमा बोकेर हिँडेपछि के हुन्छ? परसम्म उज्यालो हुन्छ। तर घोडामा बत्ती बालो भने कहाँसम्म उज्यालो हुन्छ? 2-3 कदम। किन परमेश्वर पछि घोडाको लागि बत्ती? प्रभु म पर देख्नै सकिनँ, त्यहाँ अँध्यारो छ भनेर बस्नुभयो भने तपाईँ जहिले पनि त्यही ठाउँमा अड्केर बस्नुहुन्छ। जहाँसम्म देख्छ त्यहाँसम्म कदम बढाउनु भने फेरि त्यहाँदेखि 3 कदम अगाडिको बाटो देखिन्छ, त्यहाँदेखि फेरि अर्को 3 कदमको बाटो अगाडि देखिन्छ। आमेन। उहाँमाथि भर पर्न सिकाइरहनु भएको खासमा हामीलाई विश्वास पनि त्यही नै हो। जब तपाईँ विश्वास गरेर उभिनुहुन्छ तपाईँको जीवनमा हरेक कुराहरू हुन थाल्छ। आमेन, आमेन। विश्वास गर्नु जरुरी छ। आज हामी अब प्रार्थना गरौँ, के समय आराधना गरौँ, छोटो आराधना गरौँ, अझै गरौँ। अनि यो समयमा आफूलाई तयार पार्नुहोस्। तपाईँले भन्नुहोस्, प्रभु म तपाईँलाई हेर्न चाहन्छु, मलाई देखाउनुहोस्। हिजोसम्म तपाईँ चुप लागेर 5 मिनट बस्नुहुन्थ्यो भने आज होइन प्रभु म मेरो विश्वासमा जुरुक्कै उभिन चाहन्छु, मलाई मतलब छैन। मेरो घोडाहरू दुखुन्, मलाई मतलब छैन। हिजोसम्म म चुप लागेर बस्थेँ प्रभु, मलाई मतलब छैन। हिजोसम्म म चुप लागेर बस्थेँ, तर आज म हिजोभन्दा अलिकति बढ्ता गरी केही गर्न चाहन्छु। म तपाईँलाई हेर्न चाहन्छु। त्यसकारण आज म कराउने छु, म चिच्याउने छु, मेरो स्वरहरू निकाल्ने छु। म नाच्न सक्दिनँ, म नाच्ने छु। आज मेरा खुट्टाहरू हल्लिँदैनन्, म आज खुट्टा हल्लाउने छु। आमेन। यो विश्वासमा हामी जिउनुपर्छ। अलिकति बढ्दा तपाईँले जबसम्म आफूलाई पुस गर्नुहुन्न तबसम्म तपाईँले धेरै कुराहरू देख्न सक्नुहुन्न। अघि मैले भने नि घोडाको बत्ती भने जस्तै हो। तपाईँले आफूलाई पुस गर्नुपर्छ हिजोभन्दा अलिकति बढी। हामी एउटा घटना छ बर्तिमाई, तपाईँहरू कतिजनालाई थाहा छ? अन्धो बर्तिमाईको घटना थाहा होला होइन? थाहा छैन भने सुन्नुहोस्। आज अन्धो बर्तिमाई हुन्छ, येशू आउनुहुन्छ उसको सहरमा। त्यस पछाडि उसले थाहा पाउँछ कि को आएको छ भनेर। अब उसको चाहना के हुन्छ? मैले नासरतको येशूलाई भेटाउनु पर्छ। आमेन। त्यस पछाडि गएर उसले भन्छ, हे दाउदका पुत्र येशू मलाई सुन्नुहोस् भन्छ। के भन्छ अरे? मलाई सुन्नुहोस्। त्यस पछाडि एउटा इन्ट्रेस्टिङ घटना घटेको छ। चेलाहरू आउँछन्, ओइ सुनाएर बस। अब त कहिलेदेखि बनाएर बसेको मान्छे, कति वर्षदेखि त्यहाँ बसेको मान्छे, यसो अलिक बिजी हुनुहुन्छ क्या, त बस भन्छ। मैले अलिकति मिलाएर भनेको बाइबलबाट ठ्याक्कै यही नै छ खासमा उसलाई भनेको। है होला न गुरुलाई दुःख नदे भनिरहेछ। त्यस पछाडि बर्तिमाईले के भन्छ, ए हस् मेरो त खुट्टा पनि गलो होइन। कसरी हामी त्यसै गर्छौँ, आज त समय पनि भइसक्यो, खुट्टा पनि गलो, धेरै सुने, आजलाई हस्। अब मलाई अवस्थाले चाहिँ यहीँ बस भनिरहेछ, म चाहिँ आज आराधनामा उठ्दिनँ होइन। आज चाहिँ मेरो घाँटी दुखिसक्यो, मेरो गाउने गीत सकिसक्यो, अब चाहिँ म चुप लाएर बस्छु। किन अवस्थाले बस भन्यो। त्यो दिन बर्तिमाईलाई पनि अवस्थाले बस भनिरहेको थियो। अझ येशूकै चेलाहरूले भनिरहेको थिए उहाँलाई दुःख नदे। त्यस पछाडि बर्तिमाईले के गर्छ? बाइबलले भन्दछ झन् ठुलो स्वरले, के अरे झन् ठुलो स्वरले उसले गर्छ, हे येशू दाउदका पुत्र मलाई सुन्नुहोस्। अनि येशू रोकिनुहुन्छ र भन के इच्छा गर्छ? प्रभु म तपाईँलाई हेर्न चाहन्छु।
बोलिरहेको हुन्छ। ए आज नबोल, आज प्रार्थनामा नउफ्री, आज हात नउठातिर हेर्दा हात पनि गलिसकेको छ, टाइम पनि भइसक्यो, आराधनामा 10 मिनेट हो, 15 मिनेट भइसक्यो, अब चुलाएर बस। अब गाउने गीत पनि सकिसक्यो, अब बोल्ने शब्दहरू पनि हराइसक्यो, अब के बोल्छस् त प्रार्थनामा? तेरो प्रार्थनै सकिसक्यो, बस बस भनेर हामीलाई धेरैचोटि अवस्था यसरी भन्छ। कतिचोटि तँलाई बोल्न आउँदैन, त बाइबल कलेज गएको छैनस्, तँलाई गीत गाउन आउँदैन, होइन? तँलाई तेरो बोली नै राम्रो छैन, तेरो अपियरेन्स राम्रो छैन भनेर हामीलाई अवस्थाहरूले परमेश्वरको नजिक जानबाट रोकिरहेको हुन्छन् धेरैचोटि। तर त्यो बेलामा हामीले विश्वास गरेर बर्दिने जस्तो अझ धेरै, सबैले भन्नु त अझ धेरै हामी आफूलाई पुस गर्नुपर्छ। जब हामी त्यो गर्छौँ त्यसले परमेश्वरलाई छक्क पार्छ, हाम्रो विश्वासले गर्दा छक्क पार्छ। हालेलुया। अनि आज हामी जसरी अहिले आराधना गर्न गइरहेका छौँ, तपाईँले हिजोसम्म जे गर्नुहुन्थ्यो त्योभन्दा अलिक बढ्ता गरिदिनुहोस् प्रभुको निम्ति। प्रभु आज म तपाईँलाई नदेखिन जान्दिनँ, तपाईँलाई नदेखेसम्म म यहाँबाट जान्दिनँ, विश्वास नबढेसम्म म ठाउँबाट छोड्दिनँ। हालेलुया। जब हामी त्यसरी उभिन्छौँ नि स्वर्गलाई हामी आकर्षित गराउँछौँ। नत्र भने स्वर्ग तपाईँको बिचमा किन आउने? यहाँभन्दा महान आराधना हुन्छ हामी 24 घन्टा। केही न केही फरक हुनुपर्छ तपाईँ र मेरो जीवनमा। स्वर्गको ध्यान खिच्ने हो भने त्यहाँ गऱ्यो भन्दा केही न केही फरक यहाँ गरिनुपर्छ। त्यहाँ भएको विश्वास भन्दा बढ्ता यहाँ विश्वास हुनुपर्छ। हालेलुया, हालेलुया, हालेलुया। यो कुरा किन तपाईँलाई भन्दैछु भन्दाखेरि विश्वास धेरै महत्त्वपूर्ण छ। बरु यहाँ जोसुकै आओस्, चङ्गाई गरेर जाओस्, तपाईँलाई ठुलै चिज देखाओस्, तर तपाईँ भित्र आफैमा विश्वास बढेर आएको छैन भने, तपाईँ विश्वास गर्न सक्नुहुन्न भने तपाईँ जहिले पनि एउटा दुधे बालक मात्र भएर अड्किनुहुन्छ। तपाईँलाई जसले पनि त्यो हावाले उडाइदिने कसिङ्गा जस्तो बनिन्छ, यताबाट उता, उताबाट यता मात्र भइरहन्छ। तर यदि तपाईँ विश्वासमा दह्रो हुनुहुन्छ भने तपाईँले देखे तापनि नदेखे तापनि जे भए तापनि तपाईँको विश्वास कहिले पनि डगमगाउँदैन। आमेन, आमेन। आउनुहोस् हामी सबैजना खडा हौँ, हाम्रो हातहरूलाई उठाउँ, हामी आराधना गरौँ। सबैमा तपाईँको विश्वासको लागि हामी प्रार्थना गर्नेछौँ। तपाईँहरू आफैले पनि प्रार्थना गर्नुहोस्। तर यस्तो विश्वासले गर्नु कि